होइन हो गाँठे, त्यो जिन्दगीभरि यही जागिर गर्दा पनि केहीले पुग्दैन बा। तलब बुझ्यो ल, त्यहाँबाट चाहिँ यता बाइकमा पेट्रोल हालेको पैसा तिर, बिजुलीको बिल तिर, त्यसपछि गएर चाहिँ रासन खाएको पैसा तिर, बच्चाहरूले यो भएन भन्छ त्यो भएन भन्छ, आफू त सधैँको नाङ्गाको नाङ्गे। के गर्ने हो त, सीमा टोक्ने यो जिन्दगी कहिले हुने हुन्छ। यो अर्काको नोकरी भनेको नकर्ने रहेछ साथी हो, आफ्नो पेसा गर्नु नै ठिक। बरु नि आफ्नो पेसा गर्नु हो भने त कमसेकम 2 पैसा देख्न पाइँदो रहेछ। त्यो जागिरमा एउटै कुरा आउँदो रहेछ, मान्छेले जागिर गरेको छ पैसा तिर्छ भनेर सामान चाहिँ उधार दिँदो रहेछ। अरू कुरा भन्ने मैले अहिलेका जमानामा यो जागिर गरेर एउटा बच्चा डाक्टर पाइलट इन्जिनियर पढाउँला भनेर नसोचे नि हुन्छ। त्यहाँबाट यहाँ मरण जानी खर्च गरौँ पढाऊ,